धारा चाहिँ कहाँ रहेछ अब धारा चाहिँ माथि रहेछ एउटा मैले के गरेँ अहिले चित्त माथि गयो हेलो गाइज हाय हामी आज मुक्तिनाथ मन्दिरमा छौँ साह्रै जाडो छ है हिउँ परेछ 3800 राउन्डमा दशमगत क्रममा छौँ हामी नेपालको बौद्ध तथा हिन्दू धर्मको सबभन्दा महत्त्वपूर्ण तीर्थस्थल यो मुक्तिनाथमा छौँ हामी एकपटक पुग्नै पर्ने एकदम ड्रिम स्थल हो यो एकदम जो कोही अब नेपालीहरूले एकपटक पुग्नै पर्छ यता यो यस्तो पवित्र स्थल भ्रमण गर्न लागि विदेशबाट मान्छेहरू आएर दर्शन गरेर जान्छन् है बौद्धको हो क्या बुद्धको मूर्ति है बुद्धको मूर्ति कति होला कति रहेछ 3800 माली जिपिएस गर्नु त कनेक्टेड 3820 रहेछ त्यही हो क्या 3860 मिटर इलिभेसन रहेछ है साह्रै रमणीय ठाउँ रहेछ यतातिर मुक्तिनाथको उतातिरको सिन चाहिँ बब्बाल छ हो शान्तिको अग्रदूत एसियाका ताराको जन्मेका मूर्ति बनाएको छ हामी दर्शन गर्न जाँदैछौँ यताबाट है घरमा जाने प्लान हो हेर खाली छ कि नै होइन त्यो धन किस होला होइन त्यही जुट्या हो त्यहाँ पढ न बुद्धको मन्दिरमा त्यहाँ चढेर चाहिँ खिच्न नपाउनु कि पनि नपाउनु हो त्यो माथि माथि चढ्छन् नि पुरमुर खाली रहेछ घर गएर मैले जाने थिएँ 4 नम्बरमा फेरि त्यो हाम्रो गाउँपाले सिस्टमै छैन त्यो एउटाबाट सुरु गर्ने भन्ने प्लान हो कलकत्ता पनि यहाँ त सिस्टम बसालियो यत्रो मैले 9 लाख रुपियाँ राजस्व उठाउँछु प्रत्येक वर्षमा यहाँ वडाबाट क्या तलब त आफैको 9 लाख रुपियाँ राजस्व उठाउने भनेपछि त त्यो पैसा सब दिने हो क्या त्यहाँ तलब त 3-4 लाख हुने डबल उठाइदियो रसिद काट्न पर्यो कलर गरेर रहन है शुक्र सिस्टम लाग्यो पुरै नेचुरल छ नि कलर गरेर राम्रो पनि देखिँदैन हो यही ठिक छ नि